नमस्कार साथीहरू। आज म मेरो 8 महिनाको छोराको लागि लिटो तयार पार्न गइरहेकी छु र यो लिटो तयार पार्दा मैले के सामग्रीहरू राखेकी छु भन्ने बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेकी छु। यो लिटो भुट्ने क्रममा चाहिँ मम्मीले अघि बाहिर आगोमा सबै सामग्रीहरू भुटिसक्नु भएछ। त्यति बेला मैले भिडियो बनाउन भुलेछु। म यहाँलाई सामग्रीको बारेमा भने जानकारी दिन गइरहेको छु है त। यो रहेको छ मखनाको धुलो। मखनालाई भुटेर पिसेर हामीले धुलो तयार पारेका छौँ। त्यस्तै गरी यो रहेको छ आलस। यो आलसले चाहिँ बच्चालाई पाचन शक्ति सबै सामग्रीहरूलाई उसको चाहिँ पाचन प्रक्रिया सजिलो होस् भनेर चाहिँ यो प्रयोग गरिएको हो। त्यस्तै यो रहेको छ काजु, बदाम अनि ओखर लगायत विविध सामग्रीहरू हामीले पिसेका छौँ। ड्राई नट्सहरू पिसेका छौँ। यसमा छोरीले यसरी नाम लेखेर राखेकी छन् बिर्सिन्छ भनेर। त्यस्तै गरेर यो रहेको छ ओट्स। त्यस्तै गरेर यो रहेको छ भुटेर पिसेको कोदो। त्यस्तै यहाँ पिस्न बाँकी रहेको छ यो भटमास अनि त्यसपछि यो मुगीको दाल। त्यस्तै गरेर यहाँ रहेको छ भुटेको चिउरा अनि हामी यहाँ यसरी पिस्न तयार लागिरहेका छौँ। त्यस्तै गरेर यहाँ चना र केराउको चाहिँ धुलो हामी तयार पारिसकेका छौँ। त्यस्तै यो रहेको छ साबुदाना र यो रहेको छ चामल। यति सामग्रीहरू प्रयोग गरेर हामीले 8 मन्थको बच्चाको लागि लिटो तयार पार्न गइरहेका छौँ। यो लिटो बच्चाको त्यस्तै गरेर चामल चाहिँ हामीले लोकल पहेँले चामल प्रयोग गरेका पहेँलेको चामल प्रयोग गरेका छौँ र यसरी हामीले चाहिँ बच्चाको लागि इम्युनिटी बुस्ट गर्नको लागि भनेर यसरी लिटो तयार पारेका छौँ। यदि तपाईहरू यसरी नै लिटो बनाएर आफ्नो बच्चाको लागि प्रयोग गर्न सक्नुहुनेछ। तपाईहरूलाई पनि आवश्यकता छ भने यिनै सामग्रीहरू प्रयोग गरेर आफ्नो बच्चाको लागि लिटो तयार पार्न सक्नुहुनेछ। हस् त, धन्यवाद।